मुक्तिनाथको यात्राको लागि सुरुवात गऱ्यौँ हामीले। त्यहाँदेखि अब घरदेखि सुरु गरेको मुक्तिनाथ यात्रा। क्रस गऱ्यौँ हामीले, धादिङ छोयौँ है, धादिङ छोयौँ। ल पछि अब यसलाई चाहिँ पछि भोइसमा मिलाउनु पर्छ। धादिङ सुरु भयो। हामी धार्के आइपुग्यो है, धार्के 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 धार्के। ल यो धार्केको बाटो यो भनेको चाहिँ हाइवे भनौँ न। अब हाइवे। अब सुरु हामीले हाइवे गऱ्यौँ। हामी बिचको बाटोबाट छिरेर आएका थियौँ। अब अहिले हामी ठ्याक्कै हाइवेमा आइपुग्यौँ। लगाइ आज हामी 5 बजेर घरबाट हिँड्दाखेरि 5 बजेर 10 मिनट भएको थियो। अनि खाजा खाने ठाउँमा आइपुग्दाखेरि 6 बजेर 50 मिनट गयो। यहाँ हामी खाजा खाने ठाउँ धार्केबाट अलिक पर। एन्ड दिस इज आवर राइट होइन, खाजा खाने यहाँ आइपुगेका छौँ। हाम्रो प्रायः जस्तो रेगुलर खाजा खाने ठाउँ यही हो, कहीँ टुरबाट आउँदाखेरि जाँदाखेरि। ल अब आज हाम्रो बेनीको टार्गेट हुनुहुन्छ है त। आखिरीमा खाजा खाएर बाहिर निस्केको मान्छेलाई बाइकले अलिक धोका दिनु जस्तो भइरहेको छ। फेरि कुद्नु परिरहेको छ। खाजा खाएर निस्केर पछाडि अलिकति अगाडि आइसकेको पछाडि यो इन्जिनको सिग्नल दियो क्या स्कुटरमा। यहाँनिर होन्डा सर्भिस कहाँ छ भनेर खोज्दै हिँड्दैछौँ। फर्किने कुरो भएन, जहाँ अगाडि जाने जहाँसम्म पुगिन्छ नि। अब मलेखु हामी आइपुगेको छौँ। अब मलेखुबाट चाहिँ सट्ट दौडेर गएर चाहिँ यसोबाट गएर चाहिँ सिलिली निस्किएपछि एकैचोटि हामी कहाँ गएर खाना खान्छौँ भाइ? एकदम आइपुगेका छन्। यो साह्रै भिड कोही के भिड हो थाहा छैन, तर ठाउँ चाहिँ राम्रो खालको एकदम मजाको झर्ना सर्ना छ। यता पछाडि झर्ना पुरा झर्ना खुजिरहेको छ। केही भन्नु छ भाइ भनिहाल्छ यो ठाउँको। अब हामी कुरिन्टार आइपुग्न आँट्यौँ। कुरिन्टार भनेको 3-4 किलोमिटर मात्रै होला। यो फिस्टिङ हो त, यो फिस्टिङ हो त यसलाई चाहिँ। अब हामी कुरिन्टार आइपुग्न आँट्यौँ। हेर पाहाड भित्र बस्नु राम्रो आउँछ। आमा कुरिन्टार पुग्न आँट्यो। कुरिन्टार हामी अहिले अब काठमाडौँबाट 5:30 बजे निस्केको। यहाँ आइपुग्दाखेरि कुरिन्टार आइपुग्दाखेरि ठ्याक्कै 10 बजेको 10। बिच बाटोमा अलिअलि पानीले पनि डिस्टर्ब गर्यो। अनि मेरो मेन प्रब्लम चाहिँ स्कुटरले यहाँ इन्जिनको साइन देखाएर गरेको गाह्रो बनेको छ। तर पनि एकदम रमाइलो छ नि हेर्दै, एकदम रमाइलो भइरहेछ। अहिले हामी चाहिँ फेरि गइरहेको छु। अब यो धुलो पनि छेक्छ, यसले पानी पनि छेक्छ, सबै कुरा छेक्छ। त्यसले गर्दा हिँडेको हामी 5:30 बजे घरदेखि हिँडेको मान्छे 10 बजे अहिले हामी कुरिन्टार आइपुगेका छौँ। अब कुरिन्टार त्यति राम्रो देखिरहेको छ। यहाँनिर पुरै बाटो खुलेको छ। अहिले चाहिँ पानी पनि छैन, केही पनि छैन, आनन्दको छ। तर धुलो धुवा त बस्नै पर्छ। 4.5 घन्टा भयो होला ठ्याक्कै। 4.5 घन्टा भएछ हामी हिँडेको। ल ल हामी अहिले आइपुगेका छौँ मुगलिनमा। अब मुगलिनमा आएर हामी निर्णय गरेको छौँ खाना खाने कि नखाने भन्ने कुरा। किनकि हामीले अगाडि नै हल्का खाजा खाइसकेका थियौँ। त्यो खाजा खाएको हुनाले चाहिँ हल्का त्यति साह्रो भोक पनि लागेको छैन। त्यसले गर्दा चाहिँ अब के गर्ने भन्ने हामी निर्णय लिँदैछौँ। अब यहाँबाट हामी जान्छौँ। अब बाटो जान्छ यता। यो बाटो पुरानो बाटो पुलको होइन, यो बाटो तपाईँको झापा जाने बाटो। ए झापा जाने बाटो यो त रहेछ। यो थाहा छैन मलाई, थाहा पाएँ मैले। यता रहेछ बाटो, झापा जाने बाटो यो रहेछ। अब हामी जाने बाटो पोखरातिर जाने बाटो। अब यहाँ गएपछि हामी कुनै एउटा त्यो समोसा केही पाउनु ठाउँ हुन्छ नि, तपाईँ खाने ठाउँ त्यो चाहिँ पाउँदैन। अब यतातिर पाउँदैन। यहाँबाट हामी लाग्यौँ। अब लाग्यो पोखरातिर। 92 किलोमिटर बाँकी छ पोखरा पुग्नलाई। करिब 1.5 घन्टा 2 घन्टा पाइ पुग्छौँ होला नि त भाइ। 1.5-2 घन्टा त होइन, 3 घन्टा भनौँ न। 3-3.5 घन्टामा पुगिन्छ। अब तर हामी स्पिड पुगेका छैनौँ। हामी एकदम रिल्याक्स तरिकाले, बिन्दास तरिकाले। यो पुरानो पुल, पुरानो पुल, यो नयाँ पुल। यो नयाँ यो नयाँ पुल। दिस इज त्रिशुली रिभर। त्रिशुली खोला है यो चाहिँ। त्रिशुली खोला। त्रिशुली बगेर मसाङ्गीमा भरेछ। हामी आइपुगेका छौँ त्रिशुली खोलामा आइपुग्यौँ। अब फेरि गाइस फेरि आउने गरौँला ब्याग घरमा।
यति हरियालीमा गइरहेको छौँ अहिले हामी होइन अब करिब करिब भोलि बिहानतिर हेर्दाखेरि कसँगमा पुग्छ हामी भाइ भन्दै त हामी पहाड चाहिँ यत्रै पहाड हुन्छ तर त्यसमा रुख भन्ने कुरो हुँदैन क्या नाङ्गो नाङ्गो र त्यो सिन हरियाली हुँदा पनि त्यत्तिकै रमाइलो हुन्छ तर त्यो देख्दाखेरि पनि ओ माई गड नेपाल त्यस्तो देश हो क्या लेट्स सी दिस इज माई फर्स्ट टाइम भने चाहिँ भयो होइन यो फर्स्ट टाइममा मेरो चाहिँ अब पुस्ताङ गएको जाँदै गरेको र पुरै बाइकमा राइड पनि तपाईँको फर्स्ट टाइम होला लङ फर्स्ट टाइम लङ बाइकमा पनि लङ गरेको फर्स्ट टाइम बाटो चाहिँ अलिकति घ्याङुङ भएर मुख बोली पनि घ्याङुङ भइरहेको छ कि गाई हो माइन नगर्नु होला यो ल भइरहेको छ मेरो मुख पनि त्यसले गर्दा चाहिँ अब यो बाटोमा अलिकति बाटो भिड फरक अगाडि यस्तो छ कि बाटो टेकेर बोल्नु सकिनँ एकछिनै बाटो फेरि आओस् फेरि बोलिदिइहाल्छु म पनि ल यही हो अब यो कालीगण्डकी पर्छ यो चाहिँ मुखतिरबाट आएको यो चाहिँ अब गाइस फर्स्ट टाइम बाइकमा राइड गरेको मैले पनि लङ टाइम गरेको फर्स्ट टाइम हो यो रन गरेको सानो भाइसँग कान्छो भाइसँग गएको प्रेम र म भएर चाहिँ हामी पुरा अहिले लङ ड्राइभमा गइरहेको छु यसले त धेरैचोटि गइसकेको छ म चाहिँ फर्स्ट टाइम हो यहाँ अहिले म देखाउँदैछु हरियाली डाँडाहरू एकदम राम्रो हरियाली डाँडा छँदै तर त्यहाँ पुगेपछि पुरा के छ अरे भाइ र डाँडाकाँडा यस्तै हो यो पनि ठुल्ठुला डाँडाकाँडा छन् तर त्यहाँनिर हरियाली देखिँदैन क्या देखिँदैन पुरै त्यो मरुभूमि क्या मरुभूमि ढुङ्गाहरूको बाटोहरूको पुरै पहाड क्या मरुभूमि त्यस्तो देखिन्छ अब यो चाहिँ पुरा हरियाली छ अहिले यहाँनिर हामी दुईपट्टि बाटो हेर्दा पनि राम्रो छ बाटो चाहिँ धेरै राम्रो अति मजाको बाटो फिरिली बाटो कहीँ चाहिँ साह्रै बिग्रेको छ दुःख धेरै अलिअलि पाइन्छ पनि थोरै हल्का फुल्का तर दुःख पछिको सुख भनेको जस्तै गरेर घरिघरि बाटो खराब भए पनि फेरि एकछिन पछि राम्रो बाटो पनि आउँछ चिचाएर उसले त्यो उ गरेको क्या रोक्न लाग्यो क्या हिमालको काखमा बसेका भोलेनाथ जतामा गङ्गा आँखामा सारा ब्रह्माण्ड डमरुको तालमा धड्किन्छ मन ओम नमः शिवाय शान्त हुन्छ जीवन ओम नमः शिवाय पोखरा जाने ठुलो बाटो सुरु भयो अब यहाँदेखि चाहिँ पोखरा जाने डबल बाटो रहेछ मजाले जाने वे टु पोखरा here we come पोखरा here we go माथिको डाँडो माथिको पहाड यो खोला जाला यो हरियाली यो पाखा यो बाटो फर्किन म पनि आउँदाखेरि आशा लाग्छ मलाई कहिले हो थाहा छैन तर बिर्सेँ मैले गएँ हो ओम नमः शिवाय धुवाँ जस्तै दुःख बगेलै जाए ओम नमः शिवाय ओम नमः शिवाय भोलेनाथ मेरो आत्मा सजाए ओम नमः शिवाय ओम नमः शिवाय धुवाँ जस्तै दुःख बगेलै जाए ओम नमः शिवाय ओम नमः शिवाय भोलेनाथ मेरो आत्मा सजाए भस्म पेटिएको सरल स्वरूप न त राजा न त गरिबको भेद रूप जो झुक्छ तिम्रो चरणमा आज उसैको हुन्छ संसारको साँचो राज ओम नमः शिवाय ओम नमः शिवाय मनको अन्धकार टाढा भगाए ओम नमः शिवाय बन्दीपुर डुम्रे बजार ए डुम्रे बजार आइपुग्यो हामी ल डुम्रे बजार डुम्रे बजार धेरै ठुलो छ राम्रो रहेछ एकदम अँ। एकदम राम्रो डुम्रे बजार सुपर सुपर राम्रो रहेछ पृथ्वी राजमार्ग अहिले हामी हिँडेको बाटो यो पृथ्वी राजमार्ग हो क्या यो ल यो चाहिँ अब गोर्खाबाट युद्ध गर्दै आउँदाखेरिको बाटो बनाएको यो पृथ्वी राजमार्ग हामी हिँड्दैछौँ अहिले अहिले हामी महेन्द्र राजमार्गबाट मुगलिनको बाटो छ नि जुन अँ, त्यो झापा जाने बाटो भन्थ्यो नि अँ, त्यो चाहिँ तपाईँको महेन्द्र राजमार्ग हो अँ, पहिला चाहिँ महेन्द्र राजमार्गबाट पछाडि यो गणतन्त्र आइसके पछाडि पूर्व पश्चिम राजमार्ग भयो अँ, अहिलेको सरकारले चाहिँ फेरि महेन्द्र राजमार्गै बनाएको त्यसलाई ए, अनि यो चाहिँ पृथ्वी राजमार्ग भयो त्योबाट छिटो यो चाहिँ पृथ्वी राजमार्ग पृथ्वी राजमार्ग भयो यो चाहिँ नारायणघाट मुनिदेखि गएपछि त्यो चाहिँ महिला राजमार्ग हुन्छ अरे पूर्वबाट चाहिँ महिला राजमार्ग भयो यो चाहिँ पृथ्वी राजमार्ग बन्दीपुर क्रस गरिसकेपछि यहाँ एउटा
छेरगन भन्ने ठाउँ रहेछ। यो छेरगन भन्ने ठाउँमा चाहिँ एकदम राम्रो रहेछ। म ठाउँ पनि यसो उच्चा भन्ने कि लुच्चा भन्ने कि ठिक्कसँग समतल खालको वरिपरि पाहाड भएको यो छेरगनमा डेरी मिल्क पनि लिनु ल। एउटा कफी खाने भयो। डेरी मिल्क अनि कफी खाएर चाहिँ अहिले इनर्जी बुस्ट गरेर यहाँदेखि फेरि हामी लाग्नेछौँ पोखरा। दाइ खाँदैन मात्रै हो। पोखरा पुगेछौँ आज हामी। यात्रा पनि कति टाढेको भनेपछि माथि माथिसम्मको त्यो चाहिँ त्यसपछि भनौँ ल। अहिले चाहिँ यतिसम्म राखिराखौँ, त्यसपछि अब केही भन्नु छ भने भाइ भनिहाल्ला। यसलाई एकदम ठिक छ, हामी राम्ररी आइरहेछौँ कि गर्मी चाहिँ गर्मी हो। गर्मी गर्मी सुरु गर्दा पुग्नु भयो। वेदर कस्तो छ? फेरि मोबाइलमा बिजी भइहाल्यो अब। होइन, म यहाँ मेसेज आएर चाहिँ त्यही भएर हेरेर आएको छु। हामी अब एकदम यस्तो एउटा खाएर चाहिँ कुकिजको तालमा एनर्जी बुस्ट लिएर चाहिँ ल कोही पोखरा आउनुहुन्छ भने यो छेरगाउँमा यो क्याफेमा चाहिँ टक्कले बसेर आराम लिनुहोस्। खानेकुरा खानु, कफी खाने, कफी पिउने, फेरि यात्रा सुरु गर्ने। ल आजको लागि अहिले एकछिन भाइ बाई बाई। अब यो आयो हामी के पुल थाहा छैन, तर पोखरा जाने बाटोमा पोखरा पुग्न आँट्यो होला हामी होइन। कति बाँकी चाहिँ थाहा छैन। 40 किलोमिटर छ। ए त्यस्तै होला, 40-45 किलो बाँकी होला यहाँनिरबाट पोखरा पुग्नु लागि। डुम्रे बजार हो त्यो। यो डुम्रे बजार थर्पु, तनहुँको थर्पु भन्ने ठाउँमा आइपुगेका छौँ हामी। नमः शिवाय शिवको नाममा शान्ति पाए साससँगै जप्छु तिम्रो नाम। काठमाडौँ के काठमाडौँ, काठमाडौँको बाटो के काठमाडौँको बाटो, बाटो भनेको यो हो क्या। त्यस्तो हुनुको बाटो भनेको न ठुलो न भुवा न केही, क्लिन बाटो, सफा बाटो, ठुलो। बेगनासताल जाँदैछौँ अहिले मैले अब बेगनासताल। ल हाम्रो काठमाडौँबाट पोखराको टुरमा आउँदा आउँदै चाँडो भयो। अब हामी निस्केको 5:30 बजे। अनि हामी लगभग कहाँ पुगेको थियौँ? मुगलिन मुगलिन आइसके पछाडि मुगलिन आइपुग्दाखेरि हामी 10 बजेको थियो होला लगभग। त्यतिखेर झिमीले फोन गरेर म पनि आउँदैछु भन्यो। हाम्रो टार्गेट थियो बेनीको। अनि अब बेनी जाँदा त अलिकति नभ्याउने भयो। नभ्याउने भइसके पछाडि चाहिँ अनि कहाँ जाने, पोखरा गयो भने काम छैन भने पछाडि हामी गर्मी पनि लास्टै गर्मी रहेछ। अनि कहाँ गएर बस्ने त के गर्ने भन्दाखेरि नाउ वी आर इन बेगनास तालको यो चाहिँ तालमा छौँ हामी। अनि अब बेगनास तालबाट हामी यहाँनिर माछा पनि अर्डर दिइसकेको छु मैले। एउटा माछाको 800 रुपियाँ रे यार, 900 800 भन्छ। यत्रो माछालाई भए पनि अब ब्याग छ, ब्याग बोकेर के आउनु भनेर चाहिँ हामीले दिएका छौँ। ल यो हो हाम्रो बेगनास्तान तालको ड्याम। हाम्रो पर बेगनास लेक लेखाएको छ। म यो फास्ट गरेँ ल, अलिकति जुम आउट र जुम इन चाहिँ अलिक फास्ट गरेँ मैले। हामीले म अनि दिनेश झिमी आएको बेलामा चाहिँ हामीले माथि गएर बसेर यहाँनिर बसेर खाएको थियौँ माछा। आज चाहिँ म यी नजिकै आएर खाँदैछु। सबै दाइ कस्तो फिल भइरहेछ त? एकदम मजाले रमाइलो फिल भइरहेछ। बेगनास तालमा आएँ, म पनि पहिलोचोटि आएको यो ठाउँमा। योभन्दा अगाडि आएको थिइनँ पनि। अब सायद कहिले आउन पाइन्छ पाइँदैन थाहा छैन, फेरि आउनु त आइन्छ होला, तर कहिले आइन्छ थाहा छैन। दुईजना जे आएर हेर्दाखेरि फेवाताल, बेगनासताल र राराताल भन्ने 3टा तालमध्येको यो चाहिँ बेगनासताल। अब फेरि यसपछि जान्छौँ हामी फेवाताल। त्यसपछि देखा जाएगा के हुन्छ भने कुरा हेर्दै जाउँ ल। बाटो चाहिँ हाम्रो अन्त्य जाने बाटो हो, प्लान चाहिँ हाम्रो अन्त्यतिर हो। तर पनि हिँड्दाखेरि बाटोमा चाहिँ बाटै हेर्दै जाउँ, जे भेटिन्छ सबै खोज्दै जाउँ भनेर चाहिँ हिँडेका हामी। अहिले हामी आएर यहाँ बेगनासताल आइपुगेका छौँ। ओके गाइज, नेक्स्ट टाइम शून्यमा हराउँछु, हुन्छु निष्काम। न चाहिन्छ धन न चाहिन्छ मान, भोलेनाथ। खाजा खायौँ यहाँ बसेर चाहिँ। खाजा साह्रै मिठो रहेछ। अब खाजा खाएर चाहिँ अब यहाँबाट हामी सिधै पोखरा। अब चाहिँ यहाँबाट गौतम लजमा आएर बसेका छौँ हामी होइन। गौतम लजमा आएर
खाना खाएको हो एकदम खाजा पनि धेरै मिठो लाग्यो उहाँले बनाउनु भएको माछा म्यारिनेट गरेको चाहिँ अर्कै बनाउनु रहेछ तर धेरै मिठो खाना चाहिँ धेरै मिठो खाजा चाहिँ धेरै के अरे ऊ चाहिँ माछा जे खाइयो त्यो मिठो ल कोही आउनु भने गौतम लज रेस्टुरेन्टमा आएर बसिदिनु होला र खाइदिनु देव केवल जन त्रिनेत्र खुलोस् सज्ञान जाओस् शिवको कृपाले जीवन गाओस् ओमको नादमा हराउँदै जाउँ शिव शङ्कर तिमीमै समाऊ ओम नमः शिवाय ओम नमः शिवाय धुमा जस्तै दुःख बगाइ लैजाए हेवतालमा साइली खाजा खाएर होइन त्यसपछि आएको हामी अहिले यहाँ पोखरा हिँडेको को फेवातालमा फेवातालको मजा लिनलाई लेक परि घुम्दै आइरहेको हामी प्रेम केही भन्नु छ भने भनिहाल हामी आज कोक खाँदैछौँ आज हामी कोक खाँदैछौँ चिसो भनेको नि कोक कोको कोला फेवाताल अहिले पानी पर्न के अरे बोट खेल्न दिएको छैन बेलुका भएर पानीको बहाल राम्रो नआएर हो भएको छैन पोखराको तालमा भएर आएको छ त्यसले चाहिँ अहिले हामी फेवाताल आइदिएका छौँ आएर खाना खाइवरी आएर गएका छौँ अब घुम्छौँ ओर्छौँ त्यसपछि फेरि गएर झिमी आएन त्यो टेन्सन भएर चाहिँ झिमी आएर म त आएको थिएँ हिँड्दा जाँदा आएको थिएँ ल बधाई छ हो यता बोर्डिङ गर बोर्डिङ सम्म यस्तो के यस्तो यस्तो यही हो क्या राजा अहिले हामी यहाँ आएको छौँ पोखरामा आएको होइन तर पोखरामा चाहिँ इन्डिया जस्तो लागिरहेको छ क्या सबै इन्डियन साथीदेखि बाहिर कोही देखेन क्या प्रायः छ होइन फेवाताल घुमेर अगाडि गएको हामी यता हेर्दा पनि यता छ 0.5 यता हेर्दा पनि यतै छ यता हेर्दा पनि त्यस्तै छ पीछे तो देखो पीछे देखो पीछे देखो पीछे तो देखो कौन है मुगरी मुगरी नेक्स्ट साइड एउटा बिजनेस गरेर बिजनेसम्यान पोखरा आउँदा सुत्त बिजी बिजनेसम्यान बिजी कुराहरू तिनजना इडियटहरू यहाँनिर एउटा कुरामा डिस्कस गरिरहेछ होइन जुन कुरा चाहिँ सबलाई मनपर्छ यति पानीमा हिँडिरहेको छौँ यति पानीमा हामी हिँडिरहेको छौँ होइन यो पानीमा गर्दाखेरि चाहिँ यो पानीले गर्दाखेरि चाहिँ यो खास गरी पानी सिमसिम पानी हो सिमसिम पानी पोखरा भनेको सबभन्दा पानी पनि ठाउँ हो यस्तो छ नाइट भ्यू यस्तो छ बज्यो अहिले भर्खर 8:30 पनि भएको छैन राम्ररी पानी पनि भुइँहरू टल्किरहेको छ भुइँहरू टल्किरहेको छ यसरी मजाले पुरै पानी परिरहेको छ सिमसिम पानी भइरहेको छ लास्टै शीतल पनि भइरहेको छ अघि दिउँसो आउँदाखेरि चाहिँ गर्मीले यति गाह्रो भएको थियो अहिले गर्मी सर्मी हटेर चाहिँ पुरा शीतल भइरहेको छ यहाँनिर ल होइन हो तिमी भनिदिइहाल अब हामी अहिले पोखरामा हिँडिरहेको छौँ सबभन्दा बेस्ट पार्ट अफ पोखरा भनेको यसरी चप्पलमा मजाले ठटक चप्पल पड्काउँदै हात पट्टुमा हिँड्न पाइन्छ आज हातमा क्यान भयो नि पाइन्थ्यो तर हामी साधु पर्यौँ तर आज हामी साधु हो भोलि हामी मुक्ति जाँदैछौँ त्यही भएर आज हामी साधु आज हामी केही नखाइकन हामी केही खाँदैनौँ कहिले पनि अब हाम्रो एरिया आउँदैछ मसाज चाहिँ गर्नुपर्ने थियो यस्तो ठाउँमा पनि छौँ हामी यहाँनिर तर हामी चाहिँ अब साधु मान्छे हौँ केही गर्दैनौँ यस्ता कुराहरूमा हामी लाग्दैनौँ यस्ता कुराहरू